एप्रिल लागिसक्यो है तर पनि वेदर चाहिँ एकदमै चिसै छ पानी पनि परिरहेको छ लाइक रेनी सिजन सो हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम टु माई मिनी ब्लग हामीले चाहिँ यहाँनिर धनियाँ अनि मेथीको सागहरू छरेको थियौँ सबैजना साथीहरूले चाहिँ आज हामीले आलु चप अनि आलुको रिल्दोक बनाउन लागेको अनि यता हुनुहुन्छ सोल्टिनी चाहिँ पुरा आलु पकाउँदै मासु पोल्दै त्यहाँनिर टोमेटो ग्रिल गर्दै हुनुहुन्छ यसरी टोमेटो ग्रिल गरेर बनाएको अचार चाहिँ साह्रै मिठो हुन्छ क्या अनि यतापट्टि सुषमा बहिनी अब हाम्रो आलु पनि बोइल भइसक्यो अनि यो धनियाँ र प्याजको पत्ता यो सबै रेडी गरेको इन्ग्रिडियन्ट चाहिँ सुपको लागि हो अनि एउटा वाइ पनि रेडी गरेको छ यसले चाहिँ एकदमै टेस्ट मिठो थोरै तातो छैन त्यही बाफ आइरहेको छ तर यहाँको आलु मिठो छ यो आलु चाहिँ एकदमै मिठो पनि छ ताजमहल चाहिँ कति गाह्रो भएको कि तातो तातो ताजेको भएर पोलिरहेको छ यो हाम्रो विन्डोबाट देखिने भ्यू वा यो आलु कति मिठो छ बोक्रा छुटिसक्यौँ अब हामी आधा चाहिँ पिस्ने यहाँ कुट्ने अनि आधा चाहिँ हामीले आलु चपको लागि रेडी गर्ने यो चाहिँ मैले कुटिसकेँ कुट्न चाहिँ सजिलै हुने रहेछ अनि यहाँ चाहिँ आलु चपको लागि आलु म्यास गर्दैछ अनि यता चाहिँ रिल्दोक पनि कुटेर रेडी भइसक्यो एकदम राम्रो भएको छ आलु पनि मिठो भएको भएर होला अनि आलु चिप्स बनाउन लाग्यौँ हामीले अनि यो रिल्दोक रेडी भएर राख्दैछौँ आलु चप अब बनाउँछौँ आज चाहिँ हाम्रो छुट्टी सबैजनाको अनि छुट्टीमा चाहिँ यसरी मिठो बनाएर खानुको मजै छुट्टी सबैजना साथीहरू एकदमै मिल्ने अनि सङ्गीताले चाहिँ साइडबाट अनि यता हाम्रो सङ्गीता सोल्टिन लिम्बुनी चाहिँ पुरा बसेर डङ 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 मसला कुट्दै हुनुहुन्छ म चाहिँ यहाँ चाख्दैछु के कस्तो भयो भने आधा आलु चप चाहिँ रेडी भइसक्यो अब म सुप बनाउँछु यो सुप चाहिँ नुडल्स पनि एड गरेर सुप बनाउँछु यो सुपमा पानी लगाइसकेँ आलु चप रेडी अनि यो रिल्दोक पनि अब रेडी भइसकेको छ अब काटेर लाउने उम्लिएपछि यसरी बनाएको रिल्दोक चाहिँ एकदमै मिठो हुन्छ म चाहिँ स्पेसल्ली सोलुखुम्बुको मान्छे हो नि त सोलुखुम्बुको मान्छेलाई चाहिँ रिल्दोक मन नपर्ने अनि रिल्दोक फेभरेट नहुने चाहिँ कुरै नहुँदो रहेछ कि मलाई पनि कति क्रेभिङ भइरहेको थियो है यो अब फाइनली युरोप आइसकेपछि चाहिँ यहाँको आलु चाहिँ ट्याक्कै नेपालको जस्तै मिठो हुने भएको भएर चाहिँ बनाएको दुबईमा हुँदा पनि खानु चाहिँ खान्थ्यो है तर अब त्यहाँनिर चाहिँ प्रायः गुलियो मात्रै आलुहरू पाउने कि अनि टेस्ट चाहिँ गुलियो आलुको अलिक डिफ्रेन्टै हुन्छ रेडी भइसक्यो अब टेबलमा सबै एरेन्ज गर्दैछौँ खानालाई हामीले त्यहाँदेखि वाउ लुकिङ सो डेलिसियस है साथीहरू मुखमै मलाई रसाइसक्यो अब भाग लाग्दैछ म यता फेरि भिडियो बनाउनै व्यस्त के यहाँ हाम्रो झ्यालबाट कति राम्रो भ्यू देखेको कि वाउ रेडी भयो चाँडो चाँडो छ बाहिरको वेदर त्यही भएर यो सुप खानु एकदमै मिठो एकदमै मजा आउँछ ल अब सबै खानाहरू रेडी भयो आलु चप पनि रेडी अनि रिल्दोक पनि रेडी सर्भ गरेर आफ्नो आफ्नो प्लेटमा लगाइसक्यौँ हाई एभ्रिवान भन्दैछौँ सबैजना साथीहरूलाई हाई हाई भन्दै सबैजना मिलेर खाँदैछौँ हामीलाई भोक पनि लागेको छ सबैजनालाई अनि यसरी साथीहरूमा टिम्बर पनि एड गरेको छौँ एकदमै मिठो हुन्छ टिम्बरले चाहिँ बनाउँछ रिल्दोकमा अनि ग्रिन पत्ताहरू अनि हामी चाहिँ आफ्नो पर्सनल कामले अलि बाहिर पनि निस्केको थियौँ त्यसैले हामीलाई भोक पनि लागेको थियो त्यसैले हामी यसरी कप्पा कप खाइरहेको छौँ कि मेरो खुवाइ हेर्नुहोस् न यो चिसो वेदरमा चाहिँ सुप अनि आलु चप खानुको मजै छुट्टै साथीहरू तपाईँहरूले पनि मेरो ब्लग हेरेर इन्जोय गर्नुभयो होला है थ्याङ्क यू सो मच फर वाचिङ